Hi everyone, Namaste, Sewa, good evening सबैजनालाई welcome back to my YouTube channel again. It's me Asmita Rai from Taplejung. Hope सबजना सन्चै हुन्छ होला. म नि सन्चै छु. सदा चाहिँ हजुर सामु नयाँ भिडियोको साथ म हजुर सामु उपस्थित भइसकेको छु. अनि मेरो भिडियो के रहेको छ हजुरले मेरो बाइ द टाइटल एन्ड थम्बनेलबाट हजुरले थाहा पाइसक्नु भएको छ. Happy लक्ष्मी पूजा everyone. सबैजनाले लक्ष्मी माताले आश गरून्, बास गरून् अनि सधैँभरि रक्षा गरून् अनि हजुरले चाहेको सबै कुराहरू पूरा गरिदियोस्. हजुरहरू चालेको कदमहरुमा कहिले पनि ठेक नलागोस् अनि हामीले चाहनु भएको कुराहरू सबै हजुरहरूले प्राप्त गरून् अनि त्यही हो. अनि आजको दिन हाम्रो चाहिँ लक्ष्मी पूजा पूज्यौं. कतिपय मान्छेहरूले चाहिँ आज पूजनन् पनि होला, तर हामी गाउँमा चाहिँ दुई चार घरले चाहिँ हामीले पूज्यौं आज चाहिँ अनि हामीले पनि पुजिहालेको. त्यो हुँदाखेरि चाहिँ हाम्रो के कस्तो हुन्छ लक्ष्मी मातालाई हामी कसरी भित्राउँछौं. सो हजुरलाई सकेसम्म सबै कुराहरू देखाउने प्रयास गर्नेछु. सो हजुरहरूले लास्टसम्म हेरेर साथ दिनुहुन्छ भने आजको भिडियो लक्ष्मी माता सँगसँगै म हजुर सामु प्रस्तुत गर्दैछु, हेर्दै गर्नुहोला. यसरी फूल उनिराख्दाखेरि मेरो मनमा चाहिँ कस्तो छुट्टै महसुस भएको कि यसरी फूलहरू उनिराख्दाखेरि कहिले धागो डल्लिन्छ, कहिले सियोले हात घोच्छ, कहिले फूलको साइडै चुट्टिएर जान्छ नि त. तर कसरी हुन्छ हामी एडजस्ट एन्ड कम्प्रोमाइज गर्न सक्छौं नि त. त्यस्तै सम्बन्धमा पनि अप्स एन्ड डाउन्स हुन्छ, तर हामी कम्प्रोमाइज र एडजस्ट गर्नुपर्ने हुन्छ जस्तो लाग्छ. मैले चाहिँ यति मात्र हुनिसक्यो. अहिले चाहिँ म अरू काममा जानुपर्ने भयो. अब बहिनीहरूले हुन्छन् यो चाहिँ बनाउनु हुने हाम्रो प्यारी बहिनी. खो यता हेरेर लजाएर बिजक हुनु भएको छ. तर अझै लाइट लाउनु पर्ने रहेछ पुरै. ए भगवान prepared by Miss Samiksha Rai and Rai. यहाँतिर राख भन्दा जय माता लक्ष्मी. यो फुल चाहिँ थियो भयो. लक्ष्मीले बास गरेको मुखमा सरस्वतीको बास होस्. लक्ष्मी पाए त यहाँ त यत्रो छैन. के हाले भाइ? दीपावलीको आज दोस्रो दिन के अरे कुकुर तिहारसँगै गाई तिहार के लक्ष्मी पूजा परेको हुँदा हाम्रो परिवारहरूबाट जे जस्तो सकेसम्म लक्ष्मी मातालाई भित्राउन लागिरहेको छौँ. आशिष मिलाइदिनुहोस् भने सम्पूर्ण भगवान प्रति हाम्रो परिवारबाट हृदयदेखि कोटि कोटि प्रणामका साथ हजुरलाई बिन्ती गर्दै आजको यस घडीमा हाम्रो परिवारहरूलाई रक्षा गरून्. भगवानको आशिष चाहिँ सदा सदा मिलिरहोस्. दुष्ट भावहरू कहिले कतै नहोस्. सबैलाई प्रेमिलो भाव होस्. कहीँ कतै कसैलाई दैव दशाहरू लाग्नु छ, रिस रागहरू हटेर जाउन् भनी भगवानमा बिन्ती गर्छु. र मुखमा सरस्वतीको बास रहोस्, हातमा लक्ष्मीले सदा सदा साथ दिइरहोस् भनी भगवान बिन्ती छ. उहाँहरूलाई पनि आनन्दको जीवन दिनुहोस् र उहाँहरूको पनि आशिष मिलाइदिनुहोस्. उहाँहरूको स्वास्थ्य सुधारमा रहोस्, खानपानमा सुधार रहोस्, आनन्दको जीवन दिनुहोस् भनी अन्तर बिन्ती गर्दै मेरा आफन्तजनहरू, साथीभाइहरू, इष्टमित्र, हितिरे मितिरे छरछिमेकी जतिसुकै दुष्ट भावहरू भएका जति साथी सङ्गीहरू छन् उहाँहरूको पनि आजको यस दीपावलीको अवसरमा सँगसँगै लक्ष्मीले उहाँहरूलाई पनि रक्षा गरोस्. सबैको जय जयकार होस्. अलिकति निसित उठ गरेर अब उयो गरौँ. नारियल के अरे झाडु डल्ला लडाइसकेको
माथि गर्नु पैसा जति हामीलाई पैसालाई त ढोक्नु पर्ने हुन्छ प्रार्थना गर्दै थिएँ यार भाइ भित्रभित्रै कस्तो एकचोटि सके कस्तो नहसाउ के हाम्रो प्रमुख बाबा जस्तो हुनुहुन्छ विश्वदीप राईले शिक्षा पानी धेरै नगर्न छट्नु यतिको लक्ष्मी चाहिँ बुझ्नु पर्ने थियो अहिले यहाँ यो गर न त्यहाँ त्यस्तो पैसा त हातको मैला हो कि जनसम्मतिले जहिले लाभ होस् भनिकन हामी सबै सेवा प्रार्थना गर्न सक्छौँ। मुखमा सरस्वतीको बाँच्नु हातमा लक्ष्मीले कहिले नछाडोस्। टिका लगाइदिन्छु म झरङ झरा रिसहरू सबै खोलाले बगाएर यो चाहिँ हाम्रो पुरा माताहरूको अगाडि फोटोहरू राखेर हामीले चाहिँ उहाँलाई पुजिसकेको छौँ। अब चाहिँ अलमोस्ट सबले सकेर हामी चाहिँ टिका लगाउने थरखरमा छौँ अनि त्यही हो। अनि आजको हाम्रो चाहिँ के रहेको छ हजुरले हेर्न सक्नुहुनेछ। टिका भइहाल्यो अनि त्यस पछाडि फुल अतिथा के भन्छ अक्षता अनि त्यस पछाडि यहाँ त झन् ओ माइ गॉड फलफुलहरू नगर्नु कस्तो कुदेको यो सबैभन्दा मलाई राम्रो लागेको के लाग्यो होला यति मध्येमा लक्ष्मी के लाग्थ्यो लक्ष्मी त अलवेज हो नि बिटा त्यहाँ त्यो होइन क्या सबैभन्दा मलाई मन परेको आज यो हो क्या यो चाहिँ अझ कस्तो दामी कम्बाइनमा छ कि अनि यहाँ चाहिँ फेरि पैसा चाहिँ एकदम कमै रहेछ खै छैन होला र त यति होला के हो नरिवलको डल्ला पो रहेछ हो त्यहाँ त लक्ष्मी माता सरस्वती माता गणेशजल अनि अर्को के हो यतापट्टिको सरस्वती मातै हुनुहुँदो रहेछ के भन्छ अरे सबैजना भर्न पर्दा हुन्छ कि साडी लाउने केटी पुरा संस्कारी हुन्छ भनेर सरी ल म चाहिँ अब पापाको हातबाट टिका लाउन आँटेको अनि आशीर्वाद पनि तर मैले चाहिँ बाबालाई धेरै आशीर्वाद दिनु पर्ने थियो पनि दिनु चाहिँ पर्ने थियो भगवानको छेउमा मन्दिरको छेउमा यो चप्पल चाहिँ बाहिर राख्न हो अन्त के गर्यो यो धुरले सालको शुभचिन्तक दशैं तथा दीपावलीको उपलक्ष्यमा शुभचिन्तक आज लक्ष्मी पूजा पूजेको दिन मेरो जेठी छोरी अस्मिता राई पनि भन्छ आज धेरै ठुली भएको जस्तो महसुस लाग्छ वर्ष कटेर पनि अब निकै उकालो चढे जस्तो लाग्छ र आफ्नो भाग्य आफ्नो कर्म आफै खान दिन आएको छ राम्रो गरी खाने हुनु भाग्यमानी हुनु हातेको पाकेको सबै पुगोस् मनोकामना होस् जहिले पनि माई खाने नहुनु दी खाने हुनु र अब बाबु आमाले दिएको आशीर्वाद कहिले नखसोस् भुइँमा र अब आन्दोलन सुन्दा सिन्छ दसैँ नभनौँ होला कि भन्दा गए दसैँको पनि उठाउला जस्तो लक्ष्मी हो गर्नु पढाइ अझै अधुरो छ जिन्दगी अलिक गरी खाने दिन आएको छ बाँच्नु पर्ने दिन धेरै छ छैन पैसा चाहिँ कति
अब एकछिनमा उ गर्नु नि कान्छीलाई पनि लगाइदिइहाल्नु नि अनि एकछिनमा लिनु आमा त्यो उसलाई हातले गाह्रो पर्छ के भन्छ उयो के अरे छोरा अलिक बलशाली छ अलिक 2-3 वटा हात्ती दिनै बोक्नु सक्छ 2-3 वटा दसैँ तिहार आयो है खुट्टै ढाका डोबी हामीलाई हैन लु कस्तो अलग्गै न मजाले ढोगौँ लु लक्ष्मीलाई त आज त त्यहाँ अनि खुट्टा नै सर्ट पो लाएर हुन्छ पज गर कान्छी छोरी भाग्यमानी हुनु गरी खानु 2082 सालको ए हो त 2000 दसैँको उपलक्ष्यमा हार्दिक मङ्गल र शुभकामना। धन्यवाद दसैँको पनि दक्षिणा पाउँछु होला नि त्यसो भए त अब जे भए पनि मेरो दसैँको दक्षिणा रहेको छ राम्रो त्यस्तो तिहार पारा गरेर जागिर खाने प्रयास गर्नुपर्छ। मेरो पनि भएको छ त्यस्तो कुरा मैले पनि सर्टिफिकेट दाग लागेको हेर्नु चाहिँ देख्नु नपरोस् है। रुन्छ है रुन चाहिँ नरु है आशीर्वादले अनि दाग नभएको सर्टिफिकेट हेर्नु पनि भन्नुहुन्छ अनि कस्तो गिटारको आवाज ट्याङ ट्याङ बोलिरहेछ बाजेले राम्रो सम्झिनु यो मैले बाँडेको बाजेको नि फेरि किताबमा धन्दा परेन रहेछ अरे मेरो किताबमा नि पैसा थियो बुझ्नु पर्ने लु मलाई मजाले नि पहिला हावा गर अनि म तँलाई उठ्छु। लु बस तेरो पनि दसैँ अब यहाँनेर पनि लक्ष्मी हरायो राम्रो पढ्नु राम्रो भविष्य गरी खाने हुनु पर्यो भाग्यमानी हुनु राम्रो बुहारी ल्याउनुपर्छ। राम्रो बुहारी ल्याउनुपर्छ राम्रो बुहारी आएन भने त पार आउँदैन पो बाबु छोराको छुट्टा नाम पो हुन्छ नि फेरि बाबु एकापट्टि छोरा पार आउँदैन जस्तो छ। लौरी आउनुपर्छ 2082 सालको दसैँ र तिहारको उपलक्ष्यमा त मलाई त लाग्छ कि 100 लन्चेछ हैन अलिक बलशाली छ 2-3 वटा दिने लान त लानु फेरि पनि गर्नुपर्छ यसो गर्नु कि अहिले चाहिँ धेरै तिहार्नु कि भोलि अनि दिइहाल्छौँ गफ न अहिले त्योभन्दा धेरै त अब के गर्नु अब ढोक बाबुलाई अब टाउको घोडामा राखेर लु भयो अब पैसा मदा त खुट्टामा ढुक्दो रहेछ त भाइ अब म टिका लगाइदिन्छु अब हामी चाहिँ सिकेको होइन टिका लाउनु अब छोराछोरी यसो देख्दा त छोराछोरीको रहेछ किनको नत्र त आँखा टल्किँदो रहेछ हौ ल आज के अरे तिहार लक्ष्मी पूजा लक्ष्मीहरू अब तिमीहरू छौ घरको लक्ष्मी के अरे हाकेको चिताको सब पुरा होस् के अरे लक्ष्मी माताले पुरा होस् मुखमा सरस्वतीको बास होस् हातमा लक्ष्मी छरछिमेकी दाइनो राख्नु परेन मित्रहरू दाइनो धेरै दाइनो राख्यो ल शुभ आशीर्वाद चिरञ्जीवी आयु स्वास्थ्य हुनु दीर्घायु हुनु लागेको सबै यही शिरमा लागोस् यही ज्यानमा लागोस् अब कान्छीलाई कता सरस्वती माताले पुरा गरोस् आफूले बल गर्नु पर्यो चिरञ्जीवी आयु निरोगी बन्नु स्वास्थ्य दीर्घायुको कामनाका साथ मुखमा सरस्वतीको बास होस् हातमा लक्ष्मीले कहिले नछाडोस् ल योभन्दा धेरै ल यहाँ मेरो चाहिँ छोरा मुख सबै राम्रो बानियो दाँत बाँधेको देखिँदैन ल राम्रो पढ्नु अच्छा के लगाइदिएको त्यहाँ स्वास्थ्य बन्नु निरोगी बन्नु सरस्वती माताले सब सरस्वती माताले आशिष दिने हो प्रयास आफूले गर्ने हो लक्ष्मीको कटाइहाल्नु यसो जम्मा गर्नु पनि भन्नु यसो कोही कोही बेला आइपिओ भर्नु काम दिन्छ के हुन्छ ल चिरञ्जीवी आयु स्वास्थ्य हुनु दीर्घायुको कामनाका साथ आज मेरो पूजा 3 जना छोराछोरीलाई गरेर 3 जना लगाइदिइसकेको ल एउटा हातै दुईटा हात थाप्नु पर्ने के गर्नु भिडियो गर्नै पर्यो आमा हेर उ गर्नु पर्यो गिलास निकाल्दैन त्यसै खास् न
होली मान्छेले नगर्नु भन्नु खाएपछि यसको मतलब चाहिँ लाइक हामी सबैजना थोत्रो चाहिँ खान्छौँ अल्कोहल तर त्यस्तो धेरै खाँदैनौँ नि त अनि आज चाहिँ हामी यस खाना लागेको मिठो छैन नि त बिग मास्टर खाना लागेको ल यो त नचिला जस्तो गर्छ अरू पनि रियाक्सन क्याप्चर गरौँ सुँगुर जस्तै बनायो तिमीलाई कस्तो लाग्यो खाऊ त छैन रहेछ मिठो छैन पहिला त मिठो हुन्थ्यो ल म भाइ उमा कस्तो बनाउँछ यार पापा कस्तो लाग्यो टेस्ट मिठो छ परवा मिठो भयो हाम्रो घर चाहिँ त्यस्तो राम्रो पनि छैन त्यस्तो ठुलो पनि छैन तर जे छ एकदम अर्थपूर्ण छ अनि त्यही हो अनि हाम्रो घरमा चाहिँ यस्तो धेरै अति धेरै डेकोरेसन पनि गरेनौँ हल्का सिम्पल गऱ्यौँ किनकि त्यति धेरै अब त्यही त हो नि गाउँघरमा त्यस्तो धेरै हुन्न नि त अनि यो भइहाल्यो हाम्रो मेन घर अनि टक्क रहेर यो चाहिँ हाम्रो किचन रहेको छ किचनमा चाहिँ हामीले केही पनि गरेका छैनौँ टाइमहरू अलिक बढी भएन कि यसलाई मेकअप गर्नलाई अनि यहाँ चाहिँ हामीले रङ्गोलीहरू बनायौँ त्यति नै हो अनि त्यसको बादमा यही हो लाइटहरू हालेर फुलहरू बनायौँ यति नै थियो आजलाई अरू चाहिँ हुनुहुन्छ मेरो पिपी हुनुहुन्छ अनि त्यही हो उहाँहरूलाई चाहिँ लाइटहरू भन्दा पनि धेरै प्लान्टहरूले सजाइदिएको छौँ जस्तो लाग्छ अनि त्यही हो यो प्लान्टहरू सबै उहाँहरूकै लाग्यो हो नि त एकदमै धेरै आशीर्वादहरू दिइराख्नु भएको छ जस्तो लाग्छ अनि त्यही हो यो चाहिँ मेरो लुक्स भनेको आफ्टर टिका अब टिका चाहिँ डेन्जर भएको रहेछ नि त अनि टिका सिका लगायो सब कुरा खानेकुराहरू खाइहाल्यो हामीले चाहिँ खानाहरू खाएर चाहिँ पूजा गराएको थियो कि अनि त्यो हुँदाखेरि चाहिँ हाम्रो चाहिँ त्यही अलिअलि सगुनको बादमा खाएको मेरो बोलीहरू पुरा लटपटिरहेछ क्या त्यतिले नै मलाई लास्टै गाह्रो बनाइदिइरहेछ कि अनि त्यति सेति खाएर अब चाहिँ सुत्नुपर्ने हुन्छ अब आज चाहिँ हामी देउसी यताउति केही खेल्दैनौँ किनकि खासै मान्छेहरूले अब लक्ष्मीहरू पुजेको छैन नि त अनि त्यही हो लक्ष्मीहरू नपुजे चाहिँ हाम्रो ठाउँमा चाहिँ फेरि दक्षिणा झार्दैन नि त त्यो हुँदाखेरि चाहिँ आज चाहिँ हामी मस्त सुत्छौँ मस्त निन्द्रा पुऱ्याउने भोलिदेखि हाम्रो दिन फेरि सुरुवात हुन्छ हजुरहरूलाई के कस्तो हुन्छ अभियसली म हजुरसँग सेयर गर्ने नै छु अनि अहिले चाहिँ मेरो भिडियो म यही इन्जोय गर्न चाहन्छु सबैजना स्वस्थ रहनु होला व्यस्त रहनु होला सबैजनाले तिहार राम्रोसँग मनाउनु होला अनि लक्ष्मी पूजालाई पनि लक्ष्मी मातालाई पनि मजाले भित्राउनु होला आफ्नो घरमा